हेलो गाइस, के छ त हजुरहरूको हालखबर? आशा राखेको छु सन्चै हुनुहोला होइन। धेरै पछि आउँदैछु म। यस ल धेरै पछि आएपछि त बोल्नलाई नि गाह्रो गाह्रो परे जस्तो पो हुँदैछ त गाइस यार। ठिकै छ तर पनि जस ल धेरै पछि भए पनि वेलकम टु माई युट्युब च्यानल होइन। र आज चाहिँ मेरो छुट्टी रहेको छ। छुट्टीको दिन चाहिँ अब आज चाहिँ म हुन्छ नि यहाँ बसिरहँदा अब होइन रुमतिर मात्र कति बसिरहनु अब बोर हुन्छ। त्यही भएर चाहिँ अब टक्क लगाएर यसो हुन्छ नि कतै काठमाडौँ वरिपरि कतै हुन्छ नि घुम्न जानुपर्ने छ होइन। र अब घुम्न जानको लागि चाहिँ मलाई त्यो म जाने ठाउँ पनि थाहा छैन क्या असमा गाइज होइन। सो त्यसले गर्दाखेरि चाहिँ अलिकति हुन्छ नि त्यसलाई त्यो ठाउँमा चाहिँ अब खोज्दै सोच्दै पुग्नुपर्ने हुन्छ गाइज होइन। ओके र म अपडेट दिँदै जानेछु हजुरहरूलाई म कहाँ पुगेँ म के गर्दैछु है त गाइज। ओके ल मैले त ओके कहाँसम्म पनि बिर्सेँ। हजुर हजुर पहिला नि एकचोटि आउनु गएको छ। ए हजुर हजुर गाइस फाइनली म चाहिँ होइन आइसकेको छु
यहाँ गुन्डुको पाठीभरादेवी माताको मन्दिरमा मन्दिर दर्शन गर्न लाग्दैछु म चाहिँ होइन। मन्दिर परिसर चाहिँ एकदम राम्रो छ। कृपया जुत्ता चप्पल खुट्टालेर हातखुट्टा धोएर मात्रै मन्दिर प्रवेश गर्नुहोला है। जय हनुमानजी। जय श्री माता देवरा वैष्णव देवी माता भक्तपुर। जय माता पाथिभरा माता, जय पाथिभरा माता, जय पाथिभरा माता, जय श्री माता। जय माता दी। जय श्री गणेशाय नमः। हजुर हजुर एकदम माताको खुट्टाको पाइला जस्तै। ओम नमः शिवाय। पाथिभरा देवी माताको शक्ति चाहिँ एकदम धेरै भएको हुनाले होइन सबैजना दर्शन गर्न आउनु होला। दर्शन गर्न आउनु होला। माताले चाहनु हो भने हरेक मान्छेले मार्गदर्शन पाउन सक्छ होइन। सो जय माता दी, जय माता दी, जय माता पाथिभरा देवी माता। जय माँ पाथिभरा माता। हजुर पुरै जङ्गलभित्र प्राय हजुर प्राय केटाकेटीहरू अनि अब गाजा साजा खाने मान्छेहरू उनीहरूको लागि एकदम राम्रो ठाउँ हो। पुलिसहरू पनि माथि र हुन त हुन्छन् तर अब त्यति साह्रो यही बाटो हो। बाइकरहरू हुन्छ नि त राइडमा जाने मान्छेहरू। हजुर दामी देखिन्छ क्या फेरि। हजुर 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 म सुन्दरीडोल बस्छु चाहिँ। हजुर सुन्दरीडोलबाट चाहिँ अब पाथिभरा माताको मन्दिर दर्शन गर्न गएको थिएँ। अनि त्यसपछि अहिले चाहिँ अब आज यसो दर्शन गर्ने भनेर छुट्टी छ आज, त्यही भएर चाहिँ
काभ्रे ए मेरो नि काभ्रे नै हो घर हजुर हजुर मेरो काभ्रेको उता नम्बुद्ध शङ्कु थाहा छ हजुरलाई हजुर त्यता हजुर कता पऱ्यो ए ए म त त्यो पुरे यता अहिले फुल टाइम राइड नै गर्नुहुन्छ ए त्यो बोनसहरू आएर अलि गोल कम्प्लिट गर्नु सक्यो भने चाहिँ राम्रो हुँदैछ होइन ए पाइलट राव भने नि यतैको हो कति टाइम लाग्छ यहाँबाट माथि जाँदा हजुर 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 ए ए कस्तो दामी खालको यहाँ त भित्र नि डाँडा डाँडा यता पनि राख्नु होइन सानो सानो खोलाहरू चाहिँ टन्नै रहेछ है यताभित्र ए यहाँबाट त बनेपा सुरु हुँदो रहेछ त है बनेपा नगरपालिका जय आशापुरी बाबा की जय हो फाइनली म आशापुरी पनि आइसकेको छु होइन र आज चाहिँ मैले मेरो छुट्टी चाहिँ यसरी मनाएको छु एकदम खुसी लागिरहेको छ एकदम धेरै खुसी नै छु म होइन फाइनली गाइज म चाहिँ गएर आइसकेको छु होइन हाम्रो महादेव आशापुरेश्वर महादेव 12 वर्ष अगाडिको भाकल थियो हाम्रो साथीहरूसँग जाने भाकल थियो तर अब त्यो परिस्थितिमा जान नसके तापनि अहिले चाहिँ होइन एकदम जान सक्यौँ भगवान्ले जुराउनु भयो 12 वर्षपछि होइन र एउटा रोचक कुरा भनेको चाहिँ यो खोला देख्नुभएको छ नि यो खोलाभन्दा यतापट्टि यो यता वारी चाहिँ काभ्रे रहेको छ भने उता पारिपट्टि चाहिँ भक्तपुर रहेको रहेछ
र आशापुरेश्वर महादेव चाहिँ होइन सूर्य विनायक भक्तपुरमा हुनुहुन्छ भने यतापट्टि चाहिँ हाम्रो हुनुहुन्छ बनेपा नगरपालिका पर्दो रहेछ होइन। एकदम आनन्द आयो जस दर्शन गरेर। आशापुरेश्वर महादेव की जय होस्, आशापुरेश्वर महादेव की जय होस्। र एकदम बवाल ठाउँ पनि एकदम हुन्छ नि जस राम्रो रमाइलो छ। अनि यहाँ चाहिँ अब मेला पनि लाग्ने गर्छ होइन। अब माघे सङ्क्रान्तिको दिन होइन एकदम राम्रो छ। आएर भिजिट गर्नु होला, दर्शन गर्नु होला आशापुरेश्वर महादेवको। फाइनली गाइज म चाहिँ आइसकेको छु यहाँ पाइलट बाबा भन्ने ठाउँमा होइन। पाइलट बाबा भनेको चाहिँ हुन्छ नि अब के जस एउटा राम्रो मन्दिर भन्ने छु यहाँ चाहिँ के लिनु आएको भन्दाखेरि होइन कलकुमार मन्दिर रहेको छ यहाँनिर चाहिँ। सोमनाथ मन्दिर शिवजीको मन्दिर रहेको छ। जय बाबा सोमनाथ महादेव की जय होस्। जस छुट्टी मनाउनको लागि आउनेको लागि चाहिँ बेस्ट ठाउँ रहेछ पाइलट बाबा। त्यसपछि आशापुरेश्वर महादेव होइन एकदम रमाइलो जस भइरहेछ। एक्लै हुनु पनि मजा बेग्लै हुन्छ नि। कहिलेकाहीँ त आफैलाई पनि एक्लै त समय दिनु पऱ्यो नि त। यो बेस्ट समय भनेको चाहिँ होइन आनन्द। न कसैको न कामको टेन्सन छ, न कसैको हुन्छ नि कसैले केही गर्ला भन्ने टेन्सन छ, न कसैलाई मनाउनु पर्ला, कसैलाई हुन्छ नि रिजाउनु पर्ला भन्ने केही टेन्सन छैन। जस्ट खुसी आनन्द होइन। यही हो लाइफ भनेको चाहिँ यो है गाइस। धेरै टाढा जानै पर्दैन, प्रकृतिसँग चाहिँ रमाउनु पर्ने रहेछ। बिस्तारै सबै ठिक हुँदै जानेछ।